हेर्नुहोस् न कति छिटो टाइम पनि बित्यो रहेछ। आफूलाई ऐनामा हेर्छु, आफूलाई हेरेर छक्क पनि लाग्छ, नानीका आमा पनि भइसकेछु भनेर। आज हामी मन्दिरमा किन आएको छु भन्दाखेरि चाहिँ आज हामीले सानो तर नियमले गरौँ भनेर हामी मन्दिरमा आएको छ। के नियमले गरौँ भन्दाखेरि चाहिँ हाम्रो बेबी माइराको चाहिँ 5 months कम्प्लिट भएर चाहिँ आज चाहिँ हामीले भात खुवाइकोलाई मन्दिरमा आएको छ। अनि यहाँ चाहिँ हामी को आएको छ भन्दाखेरि चाहिँ गान्तोकबाट मेरो मम्मा, पापा, दादा, भाउजू अनि हाम्रो सानो बेबी नव अनि हाम्रो तर्फबाट हाम्रो सानो अनि सुखी परिवार हामीहरू आएको छौँ मन्दिरमा। तपाईहरुले मलाई देखेर मनिषा त खोत्रो भएछ भन्नुहुन्थ्यो होला, तर के गर्नु, नानीका आमा भएपछि खानु र सुत्नु चाहिँ साह्रै मजा आउँदो रहेछ। बिचारा नानीलाई चाहिँ साह्रै गरम पनि भयो होला, निन्द्रा पनि लागेको, उ त पूजा गर्दा गर्दै सुतिदियो। अब उसलाई भात खुवाउनु पनि उ त मजाले सुतिदियो। हेर्नुहोस् न बिचारा। पूर्णाय दिव्याय नमो नमः। ओम पूर्णाय दिव्याय नमो नमः। ओम नमो भगवते वासुदेवाय 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 नमः। ओम नमो भगवते गौरी शंकर भगवान की जय, गोपाल भगवान की जय, वृंदावन बिहारी लाल की जय, सियापति रामचंद्र जी महाराज की जय, श्री शंकर भगवान की जय। जय जय श्री राधेश्याम, जय जय श्री राधेश्याम। आप अपने हाथों से थोड़ा सा खिलाइए तो। ओम नमो भगवते वासुदेवाय नमः। ओम नमो भगवते वासुदेवाय नमः। ओम नमो भगवते वासुदेवाय नमः। ओम नमो भगवते मनीषा ओम नानी आप जाइए। थोड़ा सा टीका लगा दीजिए। ओम स्वस्ति न इंद्रो। यहाँ चाहिँ हुनुहुन्छ बेबीको बाजे। बाजेले चाहिँ माइरालाई साह्रै माया गर्नुहुन्छ। झन् राति भएपछि त मेरो स्न्याक्स भन्नुहुन्छ, जिस्किँदै साह्रै याद गर्नुहुन्छ। उहाँ चाहिँ छ बेबीको मामा। मामाले चाहिँ मेरो भान्जी मात्रै हुन्छ नि। यति साह्रो बिजी हुन्छ, बिचराले टाइम निकालेर नानीको भात खुवाइमा आइदिनु भयो। त्यसको बादमा हुनुहुन्छ हाम्रो बेबीको माइजू। माइजूले चाहिँ बेबी माइरा भन्नुहुन्छ कति मिठो पाराले। अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो सानो बेबी नव माइराको दिदी। उहाँको बारेमा म के नै भनौँ, यति सपोर्ट भयो मलाई मेरो प्रेग्नेन्सीको टाइममा। रिताले चाहिँ मलाई यति हेल्प गरेको छ। आई एम भेरी ग्रेटफुल कि यस्तो समयमा रिता हाम्रोमा आएर एउटा हाम्रो फ्यामिली जस्तै भएर बसेको छ भनेर। सो रिताले पनि खुवाइदियो भात। जय माता दी। राधे राधे। हो गया भाई। लास्टमा हाम्रो हुनुहुन्छ प्यारो आमा। हामीले कसरी बिर्सिन सक्छ र
हाम्रो आमाले चाहिँ एकदमै माया गर्नुहुन्छ हाम्रो बेबी माइरालाई। उहाँ चाहिँ हाम्रो घरको पिलर नै हुनुहुन्छ भनौँ न। तपाईहरूले फेरि सोच्नुहुँदै होला, फेरि कहाँ आइपुग्यो यस्तो रेड कलरको साडीहरू लगाएर कुन जग्गामा आइपुग्यो भनेर सोच्नुहुँदै होला। तर हामीहरू चाहिँ आएको चाहिँ एउटा भेन्यूमा। त्यहाँनिर चाहिँ हामीले एउटा सानो फ्यामिली फङ्सन राखेको थियो। प्रसन्नको आफन्तहरू बोलाएर अनि मेरो फ्यामिली बोलाएर चाहिँ हामीले सानो राइस फिडिङ सेरेमनी गरेको थियौँ। सो तपाईँहरूले हेर्नु सक्नुहुनेछ। पापालाई बङ्गाउन जाने गरेछ। पापालाई बङ्गाउन जाने गरेछ। Bag